अनि गडरेज ओए यो टावरिङ त कस्तो हुन्छ त्यसले खै रे त कहाँ म छस् यही छु हो त्यो रोब्लक्सको बेडवासको टावरिङ होला नि त त्यस्तै हुन्छ रोब्लक्सको बेडा टावरिङ त्यस्तै हुन्छ रोब्लक्सको बेडा नि खेल्थेँ म पहिला डरो उसँग त्यो रोहन खेल्थेँ धेरै नै त्यो हेरेर खेल्थेँ म बेला त्योसँग कस्तो बुल्कुल खान्थ्यो मलाई कोसँग रोहन 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 ए मैले है मेरो किन मोबाइल बेन्ड छ थाहा छ त्यो यो त्यो के भन्छ बेडवास खेलेर क्या रोब्लक्सको बेडवास खेलेर ल होइन त्यो मैले बेन्ड गरेको देखेँ होइन अनि आमामा म त अब खेल्दिनँ भने होइन खेल्नै छोडेँ मैले म खेल्दाखेरि लेभल 30 म्याक्सिमम थियो थाहा छ कहाँबाट उ गर्छ मान्छेलाई क्राफ्टिङ प्ले डन माइन रुकै म तँलाई स्टोन ल्याउँछु ऊ गर्न त्यो वुड कलेक्टर न म स्टोन ल्याउँछु भने तँलाई त हो छ कस्तो प्लिज पे 300 रोबक्स टु रिभाइभ रे रिस बनाउनु मिल्दैन रिस बनाउनु मिल्दैन अन्त मिल्यो मिल्यो त अहिले यहाँ त्यो सानै पिग्लिनेहरू होला यहाँ पिग्लिनेहरू होला पिग्लिन होला के थाहा कस्तो कस्तो फुल्स छ के मसँग 3टा स्टोन्सहरू गए स्टोन पिक्याक्स म माइन्डक्राफ्ट प्रो मतलब कस्तो प्याक हान्दिन्छ बाहिरबाट अटो जम्नी रहेछ जस्तै छ अटो चाहिँ अफ गर्न मिल्दैन यो माइन्डक्राफ्टको के भन्छ बेडरक एडिसन पनि होइन जावा पनि होइन यो माइन्डक्राफ्ट रोब्लक्स एडिसन पार्कुर गर्नु मिल्छ तर ब्रेकिङ एनिमेसन यता उता कस्तो स्पिड ल्याएर नि यो त ओइ बेस स्प्रिन्ट छु त यो होइन माइन्डक्राफ्टको है जावा र पकेट एडिसनको ऊ कम्बिनेसन जस्तो लाग्छ भने मलाई दुवैको इन्टरफेस छ क्या इन्टरफेस भन्दा फिचरहरू छ क्या युज तँलाई पनि म स्टोन पिक्याक्स बनाउँछु चङजिन त्यसको एरे राख्दैछ गेमको है द फक हजुर चङरे त्यसको गाड्ने भन्दैछ गेमको है हो म सब डिस्टोरमा बनाइसकेँ टुल भाइ बनाइसकिस् ए ल भइहाल्यो नि त उहिले बनाएको मैले आइज माइनिङ के खोज्नु न बरु के यहाँ यस्तो माइन गरे खाना छैन नि खानेकुरा छैन मसँग त्यहाँ टर्कीहरू देखाइ थिएँ मैले त हुन्छ हेर तँलाई एकचोटि कमब्याक लग्ने हुँदो रहेछ त सिधै नेभर डिग स्ट्रेट डाउन भने त थाहा छैन भने दोस अलवेज डिग स्ट्रेट डाउन हेर्न यहाँ आइरन भेटेँ मैले ल यो त माइक्रो रुल कसले फलो गर्दैन कि यो रुल चाहिँ ओए ल के त स्याउडा जानी मरे रुक म झनै तल डिग डाउन गर्छु खै तेरो हात किन खाले मेरोमा तेरो टुल लोडै भएको छैन हो त पनि आइज न तल म नि त मरिस भने त पहिला मर्ने हो त्यही भएर म चिलमा आइरहे ल ग्रास आयो त यहाँ फेरि डट कोल भेटाएँ मैले कोल माइन गर्ने मैले भेटाएँ माइक्रोसफ्ट जेनेरेसन रुकै तर डटहरु रुक म फर्नेस बनाउँछु म त फर्स्ट बनाउँदा है टर्च त चाहिँदैन जस्तो लाग्यो नि फुल ब्राइट के भयो कस्तो कस्टमाइजेसन गर्नु होला ओ बेडरक बेडरक हिरो मेरो कति नजिक रहेछ त अब डायमन्ड माइन गर्ने यो त आइरनहरू खै कहाँ छ त तलसम्म गइदिए माथि आइज न माथि यहाँ आइरनहरू राख्छ यहाँ त कस्तो यहाँ माथि मैले बनाउँछु भने होइन जति धेरैवटा त्यति एफिसिएन्ट नि त मैले 2टा बनाइसकेँ
अनि योसँग 3टा होला मैले त्यो 2टामा हालेर है अझ एउटा बनाएको हो त्यो अफिसियल भयो नि त अब च्याट नै हुँदो रहेछ रुके ल मैले टाइपै गर्नु मिल्दैन यार ल म टाइप हान्न है क्लासिक गेम मोड क्रिएटिभ भन्दै ल धन्न ओइ यहाँ त माउसहरू पनि रहेछ नि थाहा छ त ए माउसको खै त क्लिक माउस क्लिक यो चाहिँ के हो यो त्यो माउस क्लिकहरू त्यो गर्न लाग्यो त्यो के अरे त्यो हाम्रो ओभरहरू एक एउटा पिसमा छुटाउनको लागि ए ए त्यो ए ए ठिक छ दोष चाहिँ कति धेरै आइरन पाएर मैले त हो ओइ थ्रो गर्ने एमा थ्रो पनि गर्न आयो ल मैले आउँछ त्यहीँ तल बटन यहाँ त्यही अघि के थाहा त मलाई के हो भनेर यो ओइ त मेरो फर्न है मलाई उदय त गोल कोल त किन कोल छोडेर राखेँ मैले कोल 7 बाट 11 बनाइदिएँ मैले माथि पनि छ यहाँ रुक म यहाँ स्ट्रेट माइनिङ गर्छु होइन एउटा आइरन पिएक्स बना न मलाई माइनिङ गरेर न म बनाउँछु त्यही लाभा पुल छ होला त यहाँ पहिला हामीलाई हङ्गर नै चाहिँदैन त यति बेसी होइन हामी माइन्डक्राफ्ट के भन्छ अल्फा खेलिरहेछौँ ओइ यति बेस हेलो ओ मलाई उ चाहिँ पिएक्स त कहाँ छ सुरु नेम ट्याग देखेन नि कस्तो नेम ट्याग देखेन हैन क्रास गरेँ मैले एउटा बनाएको यार रोबलक्स माइनक्राफ्ट प्लेयरहरुको मर्छ सब ओए चिकन यहाँ तल कसरी आयो तँले मार्न आएको है एउटा होला यहाँ चिकन तल मर्यो ओ मलाई हिल गर्न आएर चाहिँ मलाई र पोर्छ चिकन मारा पोर्छ यार ओइ ल नाइट टाइम भयो कस्तो कुबिड चिकन रहेछ त्यो रियली ओए तपाईँ भेटेस् बाक नहाने साँच्ची ओए नहाने भाइ मैले आफै हान्छस् मलाई तै सामान दिए भाइ मलाई एकैछिन नसोए मलाई यहाँ सामान दे भाइ सामान दे इन्फिनिट कबलस्टोन जेनेरेटर एकैछिन छु काम गर्छ त के मेकानिक छ गेमको टेस्ट गर्ने के जस्तो प्लिज नहाने के चाहियो ल के चाहियो दुईटा आइरन पिकेक्स आयो भने पिकेक्स बनाइदिन्छु तिनीहरु ल खेल्दिउँ अहिले खोइ ए पाए ल माइन गर धेरै ब्लक हान्नु पर्ने गर्छु माइनक्राफ्ट खाना कुकुरे चिकन वाला पोर्क चाहिँ खाएँ यहाँ जस्ट बकेट गर्न मिल्छ भनेपछि लाभा पुल भेट्यो भने जस्तो निदाएर जानुपर्छ है हजुर ए ग्राभल भेट आइरन पो रहेछ यो ग्राभल भन्छ नि मैले मान्छेले आरमा बनाइदियो फाइनल हिलिङ कति एउटा पोर्सबाट आदिएच हिल भयो डेम के गरे एडिटर किन यार त के गर्न आएको भाइ आर्मर छ है आर्मर के
एक ब्लकको गेमबाट थियो नआने भाइ त ल म ल म मार्दिन्छु हान्दिनँ है म हान्दिनँ ए म माइन्ड गर है माइन्ड गर्न क्रिट हान्छ र म त क्रिट हान्छु उफ्रेर माइन्ड गर त्यहाँ आई एम भेरी अनसिक्योर माथि बरु सर्फेसमा जाउँ क्या सर्फेसमा ओइली बेस हाल्यो नि ल ल ट्रिक गरेर आएँ कि जसमा म्यानी एस्केप मेरो के कस्तो ल्याग ग्लिच भएको म्यान हन्ट इन माइनक्राफ्ट रोब्लक्स गर्ने है एकचोटि डिफिट त गरौँ न पहिला त तैँ डिफिट त गरेछ नि है माइन्डलाई अब यो रोब्लक्समा गर्छस् होला नि त ए ल सरी के छैन म कतिचोटि जानु भन्न म गएको गाई भयो भने म जान्न हेर म धेरै यो अटो जम्प कसरी अफ गर्छ छैन फिचर म अलमोस्ट एट सर्फेसै म राति भइरहेछ जम्मी आउँछ माथि टुमरोज वेदर सनी त सनी होस् भोलिको वेदर सनी हुन्छ अरे मलाई भर्खर बिङको नोटिफिकेसन आयो क्या त्यो बारे ए मैले दिएन त कस्तो गेडेछ प्रो भइसक्यो हावा कम सर्फेस बिबी यो अनि गर्नु पर्यो म टावरिङ अपमा च्याम्पियन भइसक्यो भने ल खन्दैमा चाहिँ हाम्रो च्याम्पियन 33 मिटर टाढो छु म त माथि म्युजिक लाउनु पर्ने भने त भयो छोइदे सर्फेस ल गेस गर हामी कति बेरसम्म खेलेर होला यो अहिलेसम्म कति मिनट भयो होला 20 होइन 12 राम्रै हो उसमा त माथि स्काई आइल्यान्ड पुग्यो त स्काई आइल्यान्ड स्नो छ हेरे माथि स्नो छ यहाँ माथि म फुटाइदिएँ स्नो ल हामी माउन्टेनमा पो आइपुग्यो स्नो आइल्यान्ड माउन्टेन एरियामा माउन्टेन बायो नयाँ माथि घर बनाउँदै गर्छु त आउँदै गर्छु ल त राम्रो घर बनाएँ मैले यत्रो माइनिङ गरेर आउँछ है स्पोनर छ यहाँ हामी लाभा पुल तसँग बकेट छ मसँग बकेट बनाउनै लागि तिमीले नबना नि किनभने आएर बनाउनु पऱ्यो भनेर तिमीले आएर भनेको चेस्ट प्लेट छ मसँग एउटा ठिक्क केही छैन मसँग आइरन छ गरे मसँग डोन्ट वरी फर आई एम हियर ग्रेनेड एक तरिका सस्ता डट है ग्रेनेड एक तरिका सस्ता डट होइन ल म पनि सर्फेसमा पुगेँ सस्तो त महँगो डट हो त्यो अलिकति ब्लकमा क्राउच गरेर मेकानिक रहेछ जस्तो थाहा छ खस्यो त म खस्छ नर मेकानिक त कस्तो राम्रो मेकानिक रहेछ त होइन रेल चाहिँ एकछिनको लागि खस्दैन है एकचोटि खस्दैन तर है एकचोटि नखसेपछि त अझ तानी छैन खस्छ ब्लक हानिसकेर नै खस्छ त कुनाबाट त्यसमा घरको लागि प्लेटफर्म बनाउँदैछु है त कस्तो के अरे त प्लेटफर्म बनाएँ घरको ओहो ल रुक यहाँ सेटअप म बनाइरहेको छु ए भित्तामा बनाऊ न भित्ता
फाउन्डेसन के अरे पिल्लर चारवटा पिल्लर पहिला मलाई नसुन नि हामी यहाँ उठ्छ के छ त छैन वुड छैन छैन रुक यहाँ बाहिरको चाहिँ वुडको भित्रको चाहिँ यहाँ वुडको बनाउने तल जाने बाटो बनाउँछ ल त्यो बनाइराख वुड चाहिँ हामीलाई उठ्छ टन्नै उठ्छ वुडको रुकै त मोडर्न हाउस बनाउने के दोस्त हामी त बुझ्न रुक म सुते यहाँ मोडर्न हाउस ल ल ल ल त फुटा त्यो करिस्टको ढाँचा फुटा एकसाइड म के गर्ने रे आइरन छ म स्मेल गर्नुपर्छ मैले स्मेल गरे त सियर्स बनाएर उ काट्दियो लिफ काट्दियो लिफ नि चाहिन्छ मोडर्न हाउस बाहिरको कभरको लागि ओहो कस्तो मोडर्न हाउस बनायो दोस्त थाहा म पहिलाको जमानाको प्रो बिल्डर ओक ट्री मात्रै चल्छ हाम्रो डार्क ओक चल्दैन तीनटा मात्रै आइरन ओरी छ मलाई त दुईटा चाहिन्छ सियर्सको लागि सियर्स चाहियो हामीलाई मान्छे वुड काटेर हन्ड्रेड पुग्दैन लक चाहिन्छ धेरै लक चाहिन्छ हामीलाई स्ट्याक्समा स्ट्याक्स चाहिन्छ काट्दैन त ओकै थियो अरू रङको चल्दैन हामीलाई भेदभाव गर्ने मान्छे हो होइन ओक बाइक अरू चल्दैन है जङ्गलमा काट्नु कस्टम एचुडी चेन्ज गर्न मिल्नु भने कस्तो राम्रो देखेको दिउँसो त अहिले कस्तो नराम्रो देखेको थियो है गेमै कस्तो नराम्रो देखेको थियो अहिले सब मलाई टेक्स्टहरू आयो ब्लगहरूको मेरो त अघिदेखि नै आएको थियो मेरो भर्खरै आयो भर्खरै यहाँ ओक जस्तो देखिन थाल्यो कि अहिले त ग्रे कलरको देखिरहेको थियो पुरै खै त बाटो बनाएको खै बाटो म त सिधै रिटर्न गरेँ म त्यो पिलर बनाएर आएको थिएँ माने म पिलर फुटाएर तल आएको मेरो पिलर चाहिँ कहाँ रे मैले 8वटा कालो रङको वुड नि फुटाएर चाहिँ छ्या अँध्यारोमा चिनेन मैले टर्की क्रिट नै लाग्दो रहेछ यहाँ क्रिट ओ माय गॉड क्रिट व्हाट इज दैट गेम खत्म मैले यसको बारे सियर्स त्यही बसे अब भट्टा हानेर बिर्सिन्छ अहिले ओइ मेरो कस्तो एफपीएस ल्याग भयो त्यो ट्रम न्यू लोड हो यस्तै हुँदो रहेछ उनी हुँदैन त ए पाए ओक लिभ्स पाए नि सियर त बन्यो नि क्राफ्टिङ रेसिपी त थियो नि ल त कराउँछ है मलाई सबै क्राफ्टिङ रेसिपी थाहा छ के हैन क्राफ्टिङ रेसिपी गेममा चाहिँ थियो नि भने के यसमा थियो धेरै सियर किन राख्ने भर बनाएको गेम हो चाहिँदैन कसलाई सियर भनेर नराखेर के ल अटो जम्पले गरेर म झन्डै हड्के यहाँ फेरि बर्ड्स हामीलाई मनै पर्दैन है बर्ड्स मान्छेले किन मन नभने कस्तो राम्रो वुड छ है सबै वुड कस्तो सेतो छ हेर्न थ्या होइन भेदभाव गर्ने मान्छे के त ओक भनेको गुड तँलाई कति स्ट्याक चाहियो भने त बर्ड्स भनेको नराम्रो है ओक भनेको गुड हो है स्प्रुस भनेको राम्रो है अनि त्यो डार्क भनेको नराम्रो ल त चेरी ब्लसम भनेको त गे दोस्त तँलाई त्यो एडिटहरू देखाएको छैन चेरी ब्लसमको पुरै फरेस्ट हुन्छ होइन अनि बिचमा चाहिँ एउटा कार हुन्छ के कलरको हो क्या त्यो मुले हावा के बर्ड्स लिफ ल उले हाम्रो केल्भिन सरले बनाएको थियो त चेरी ब्लसमको घर कस्तो गे देखिरहेको ओइ दिवेश यहाँ आइज न यहाँ हेर्न यसमा हेर्न पानी हो वाटर लक्ड हैन पानी यस्तो ल गयो मात्र हुन्छ यस्तो हुन्छ मुनि पानी भएर होला एक्सरे होइन त्यो मुनि भोइड छ केही छैन भने गेभ सिस्टमहरू छैन भने नि त्यो भने ओ टाइमले ह्याक भेट्यो यहाँ सानो हेर त ल अझै देखेन अझ एक्स हामीले जिरोको राइट क्लिक गरेर यिनीहरू उ त भन्छ नि दोस्त फेरि मेरो मलाई हाँसो जान्छ त्यहाँ so beautiful बस एक्सले राइट क्लिक गर्न मिल्दैन नि यिनीहरूलाई एले मे भने हैन ल यो सिपले ओक वुड त होला है कमसे कम वुड त एड गरेर लाइन यसले त्यो चारवटा लग राखेर तीनटा वुड बन्छ
ल लगेर बुट चाहिँदैन भाइ हाम्रो माथि घर छैन यस यहीँ एउटा उल पाएँ मैले म यहाँको 300 डिस्टेन्स भने अलि धेरै नै भयो त म माथि घरमा गर्छु ओए पोर्च अप तँ भने हो रहेछ यार त्यही फोर्स अप दिन्छ नि ल स्पिड टावरिङ गर्ने है नाइस रेनडियरले के दिन्छ रेन्डले पोर्च अप सरी पोर्च अप हो होला भनेको मैले ओए मैले ल यो कस्तो भाए आमामा कति भाएको अहिले डाइरेक्सनल होला यसमा वुडहरू एउटा डाइरेक्सनल होला कि पुरै डाइरेक्सनल होला के थाहा कस्तो भाए ओए ल मलाई देखेपछि भागिरहेको छ यार भाग्छ नि तिनीहरू होइन यो रेन्डियर होइन भागेछ क्या त्यही कामै थियो त 1 ब्लक 2 ब्लक 3 ब्लक 4 म ब्लक मर्न थालेपछि चाहिँ भागेन त 4 ब्लक टल 4 ब्लकबाट खसेन ड्यामेज लाग्दैन हेर्नु हाफाको ड्यामेज जानु पनि मरि के पाएँ मैले ओ मेरो डबल बटन लक भएको थियो भरि यो होइन स्टेक पाएँ स्टेक 1 2 3 स्टेक स्टेक दोस बीफलाई कुक गरेर स्टेक बन्दैन भने स्टेकलाई कुक गरेर बीफ बन्ने भन्दै यहाँ डाइरेक्सनल छ फिचर ओए नाइस स्ट्रिप गर्ने चाहिँ किन नआँटेको र स्टेक भन्छ होला यसलाई मैले बिर्सिसकेँ भने ओइ सुगर क्यान चाहिन्छ होला त सिप मलाई त्यो ऊ बनाउनलाई राख्छु सिप पनि कति ट्याङ्की हो फेरि फ्याङ्कीको भाइ हो नि त फ्याङ्कीको भाइ ट्याङ्की ओए मैले लेदर पनि पाएँ यार कति फास्ट ब्लक पिस छ मेरो यहाँ मेरो सीपीएस अति धेरै छ वेभ पोइन्ट राख्यो त नि छैन त्यहाँ मेरो नाम हो के त्यो ए म त्यहाँ तग आएँ मिल्छ तर राख वेभ पोइन्ट कस्तो लाग्छ आउँदा रुख म बाटो बनाउँछु अहिलेलाई लिभ्सको बनाउँछु पछि यो बनाउँला युज शिफ्ट बाटो लिप्सको होइन त त्यो लिप्स त बाहिर डेकोरेट गर्न चाहिँ घरको अहिले टेम्पोरेरी हो क्या एकपट्टि बाइक छ लक इनफ होस् भनेर आश गरेर स्याम उठाएँ ओइ ल ए एक त बडी माइनर जस्तो लाग्यो त 11 ट्याक्कै इनफ छ हैन खस्यो म डोर अर्कै छैन हामीलाई ए नाइस फर्नेसर तेरो ब्रेक है कालो फ्लोर बनायो त होइन कालो र सेतो तोड्दछ प्याटर्न नाइस ल कस्तो राम्रो प्याटर्न त बनाउनु घर सिमेट्रिकलै हैन माइन ओइ ल ओइ छ्या के भयो कालो मान्छे आयो होइन यहाँ कस्तो यो सिफ्टको बटन नै होइन अलि उ चाहिँ गाह्रो होइन नाइस दिस लुकिङ नाइस ओ माय गॉड ओइ के भयो कालो
ओए कस्तो गोटेलाई त्यहाँ ग्लास बनाउन मिल्छ भन्छ ओ स्टेयर्स बनाउन मिल्छ यसमा ए के भएर ल त्यही घरको अलिक भाग अलिकति एक्सटेन्ड गर्नु पर्यो दोस्रो ओइ ल यही गर्छ के हुन्छ नि मर्नी नै काम गर्छ ल त्यही भएर त मर्यो नि कस्तो हावत मर्नी काम गर्छ अनि मर्दिन्छ ए यही रहेछ त ल यही हो स्पनमै त बनाएको एकचोटि क्राउच गरेर मादर्छु रुक यहाँ अलिकति म एक्स्ट्रा ठाउँ बनाउनु पर्यो देशको वेपन सिट हुन्छ यहाँ राम्रै भयो घर कहाँ हराउँदैन अब रुक म यहाँ एक्सटेन्ड गरिरहेको क्या यो हाम्रो यहाँ ठाउँ नै भएन यहाँ भएन यहाँबाट है बाटो बनाएर घरको अगाडि बाटो अलि एक्सटेन्ड गर्नु पऱ्यो घरको अगाडि हुन त यहाँ तल बनायो भने घरै हामी कहाँ पहाड बनाएको है फेरि जस्तै बकेट छ भने यो एउटा वाटर नै होला है ल त्यही छ त रिभर नै थियो क्या रिभर थियो मैले देखाएको थिएँ ओए कस्तो राम्रो बनायो ल घरको अगाडि एक्सटेन्ड गर्नु त्यो रुक म यहाँ अलिकति वुड तिनवटा वुड एक्सटेन्ड भयो भने त घरको तल पो एक्सटेन्ड गर्ने थियो यो त माथि हो नि वुड दिएन वुड छैन कस्तो रुख मैले दिन गएँ ओ त किन यहाँ प्याच गरे यो के प्याक गरे माथि आउँदै बाटै गलत बनाइस् है ब्लकै हुन्छ कस्तो रुख ल्याडरहरू बनाउँछु म रुख बाटै गलत बनाइस् के त यहाँ त्यो पिलर छ होइन पिलर त तल नआइज होइन म ल्याडर बनाउँछु कलिस्टन सिधै कलिस्टन छ मसँग 29 छ यहाँ ग्लासेसहरू हुन्छ कि हुँदैन थाहा पाइस् भइहाल्छ नि यत्रो छ है ग्लास भइहाल्छ नि तपाईँ माइनिङ जे भयो नि त रिसोर्स चाहिने लिन मलाई के गराएर आफै लिनु छैन है साँच्चीमा स्ल्याब्सको फ्लोर नै बनायो भने चाहिँ अझ है एफिसियन्ट हुन्थ्यो है वाट त्यहाँ रहेछ ल्याब्सले बाटो एक्सटेन्ड गर्नुपर्ने म अहिलेदेखि कस्तो पाल जस्तो काम गरेर थिएँ क्राउच गरेर केही फाइदै छैन भने त यहाँ ब्लक हालेको तल खस्छ मान्छे डिसेन्डिङ वे टु हेभेन होइन ओए ल्याडर छ यार ए पिलर नै कस्तो आयो ठ्याक्कै ल
पर्फेक्ट वाह डोर गयो मेरो 411 मा छ है 10 पनि भइसक्यो म जान्छु अहिले के लागि ओके यो नर्मल माइनक्राफ्ट घर बनाए भने यार यो च्यालेन्ज हो नि त यो होइन माइन्डक्राफ्ट नर्मल माइन्डक्राफ्ट च्यालेन्ज त केही छैन जस यहाँ भुइँबाट पानी देखिरहेको यहाँ वालको आरपार त्यो भइरह्यो क्या पानी होइन अनि एउटा जम्बी छैन अरू खसेसी ड्यामेज नि लाग्दैन तर कहिले मर्छ थाहा नि हुँदैन भेरी राम्रो ठाउँ हो क्या यो राम्रो ठाउँ हो रेन्डर डिस्टेन्स अति नै हावा छ यसको फेरि ल्याग भने उति नै हुन्छ चङ जेनेरेट हुँदाखेरि अब यो मजा छ नि त मजा आइरहेछ नि भने तँलाई जस्तो एक्लै खेल्न झ्याउ लाग्छ है त्यही मेरो चार्ज नभएको एक्लै खेल्न झ्याउ लागिहाल्छ नि जे पनि एक्लै खेल्न झ्याउ लाग्छ क्या दोस्त अफलाइन गेम नि अफलाइन नि हो अफलाइन त अरूसँग खेल्यो नि चल्दैछ मलाई त त्यो त होइन अफलाइन अरूसँग खेल्न झ्याउ लाग्दैन त स्क्रिन सेयर गरेर खेल्ने कसरी स्क्रिन सेयर गर्छ चाहिँ अफलाइनमा गेम अफलाइन अस्ति हामी साथै एउटा खेले एडमा गेम त्यो टावर डिफेन्स गेम हामीले अफलाइन खेले होइन भन्दा त्यो एडमा होइन त्यो त डाउनलोड त्यो त मेरोमा अहिले डाउनलोडै छ पुरै त खेलेको छैन छोरा म बिना खेल्ने रहेछ त्यसो हो मेरो डाउनलोडै भयो त प्लस दसैँ चार्ज भयो भने म गएँ है काम धेरै आयो गोजो किन फ्री टाइममा त भएदेखि कति ड्यामेज गयो खै ओ माई गड हाफिल्ड अब रुक न ओइ 2 ड्यामेज लाग्छ है 2 एक्सले कति लाग्छ के त म मर्छ है मर्न 2 एचपी छु अरे म स्पन यही हो पहिला तपाईँ हान्ने ओ मेरो क्यामेरा ग्लिच हो ओए त मेरो क्यामेरा ग्लिच हो हान्ने त मेरो फाइदा उठाउने ओइ ओइ हु इज द बेटर मेरो सामान यार जनी त्यो प्रोटेक्सन हुँदो रहेछ मसँग खै त कहाँ छ भन् त 10 सेकेन्डमा प्रोटेक्सन छ मसँग ओइ लुक म तेरो सामान यहाँ फ्यालिरहेछ म मेरो आर्मर ओइ त हो हातले हान्दिन्छु म तँलाई सक्दैन सायद तैँले कसरी नमर्ने त ट्रिगोनोमेट्री लगाउ नि ओए ए भाइ मेरो त अझै फुल भएर गर्छ त के गर्छ कसरी हान्छ ब्लक लाइन आइरहेको त्यसलाई हान्ने होइन कसरी हान्ने युज गरे हो कि माइन्ड अरे हो माइन्ड यसलाई युज धुलो बजोस् ए म यस्तो खसाल्दै यसले ओ के भयो ल के भयो त बाँचिन सब स्प्रिन्ट हान्दै रिस्की ठाउँ ल हजुर दोस्त मलाई भाइको याद आयो नि के ल तैँले अर्को बाटो पनि बनास् ओए ल यही बाटो तेरो डिमाइज लिएर जान्छ त ल तैँले ब्लक गरेछस् भाइ ब्लक आई क्यान माइन पछाडि हेर भाइ आई एम गोजो हेर है ल ओइ खै कस्तो इन्टेन्स पारेर ए तेरो हेल्थ कहाँ नहटे ऊ भइरहेछ नि ल त्यो के अरे
रिजेनेरेट कसरी खै कसरी बाबु तपाईँले के भन्छ उ नै गर्न सक्दैनस् क्याच नै गर्न सक्दैनस् रिटर्न हाल्दै आइरहेको है म यहाँ ओए ओए चङ्लै लोड छैन त्यहाँ एडिटर झन् चाहिँ बिगार्दो रहेछ यार तैँले अब मलाई कहिले मार्नै सक्दैनस् किन भनौँ किन म लिभ अरे कहिले घर आउनै सक्दैनस् म आउँदै आउँदैन नि अब त मलाई नि कहिले के गर्न सक्दैनस् किन भन् न किन मैले वर्ल्डै डिलिट गरेँ ल ल त चार्ज गर्छस् अब ल गर्न त